लामा मानव छेत्री आइदिनुहोस् अगाडि। जुत्ता खोलेर आउनु, जुत्ता खोलेर आऊ, जुत्ता खोलेर आऊ। र मानव छेत्री मैले अघि नै भनिहालेँ, क्लास 10 को गङ्गुटे टपर भन्दा हुन्छ। उहाँको नानीले 72.9% लिएर आएर हामीलाई गौरवान्वित गरेको छ। र यस सम्बर्धना पत्रमा, यस सम्मान पत्रको साथमा हाम्रा सिंहवीर मन्सीको नातिको पक्षबाट, उहाँको परिवारको पक्षबाट 5001 रुपियाँ परिणाम स्वरूप भनौँ या गिफ्ट भनौँ, यो नानीको फेरि फर्दर एडुकेसनको लागि सानो उपहार भनौँ, त्यो दिएर सम्मानित गर्नेछ। र यो सम्मान पत्र यस प्रकारले लेखेको छ: काशी सोई काउन्सिलिङ गुम्बा, गङ्गुटे चिया कमान, कालचिनी, अलिपुरद्वार, सिंहवीर लामा वार्षिक छात्रवृत्ति 2025 सम्मान पत्र। सेवामा श्री मानव छेत्री, गङ्गुटे चिया कमान। महोदय, यस वर्षको माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क 72.9% ल्याएर उत्तीर्ण हुनुभएकोमा हामी यहाँलाई बधाई दिन चाहन्छौँ। विगत परिस्थितिहरूसँग जुझ्दै भए पनि शिक्षाको यो आदर्श बाटोमा हिँडिरहनु भएकोमा हामी यो क्षेत्रवासी यहाँप्रति गौरवबोध गर्छौँ। आगामी दिनहरूमा पनि उच्च शिक्षा हासिल गर्दै प्रगति पथमा यहाँको पाइला अघि बढिरहोस् भन्ने साङ्गे समझ प्रार्थना साचेका छौँ। साथै भविष्यका दिनहरूमा सफलताको निम्ति शुभकामना प्रकट गर्दै हामी यस काशी सोई काउन्सिलिङ गुम्बाका संस्थापकहरूमा एक मेने सिंहवीर लामाको नाममा उहाँको परिवारले उपलब्ध गराउनु भएको छात्रवृत्ति स्वरूप नगद रुपियाँ 5001 गुम्बा मार्फत प्रदान गर्दै यहाँलाई सम्मान जनाउन चाहन्छौँ। यहाँको सफलता, सुस्वस्थ अनि उज्जवल भविष्यको कामना गर्दछौँ। सचिव श्री विमल लामा, अध्यक्ष श्री विकास लामा। यता अलिकति र सबैले हातताली दिएर सम्मान जनाइदिनुहोस्। नगद रुपियाँ र यो यस पालि मात्रै होइन, हाम्रो गङ्गुटिया गुम्बाबाट प्रत्येक साल नै हामीले गर्ने गर्छौँ। अनि प्रत्येक साल नै हाम्रा यहाँ सिंहवीर लामाका नाति भूपेन्द्र आगु प्रत्येक साल नै यसरी आउनुहुन्छ हामी माझमा। र धन्यवाद छ आगुलाई, धन्यवाद छ सबैलाई। र यसरी नै